त्यो चाहिँ एकदम सुगम सुन्दरता रह एकदम खानी। फाइनली गाइज मैले चाहिँ एउटा भ्लग बनाउँछु भन्ने स्टार्ट पनि गरेँ होइन। माया र तपाईँले साथ र सपोर्ट दिनु होला भन्ने मैले आश गर्दछु। पहिला अब के कुरा भने चाहिँ क्यामेरा सम्हाल्नै गाह्रो हुने, त्यसपछि क्यामेराको अगाडि बोल्नै लाज लाग्ने र कन्फिडेन्स क्यामेराको अगाडि नहुने रहेछ। जति प्रोफेसनल जतिसुकै जे भयो पनि क्यामेराको अगाडि त सबै झुट नै हुने रहेछ भन्ने कुरा थाहा भयो। जति सोचिन्छ तर क्यामेराको अगाडि बोल्न सकिँदैन। अनि यहाँ मान्छे आउँछन् पब्लिकको अगाडि जुन रियाक्टै गर्न सकिँदैन। अनि कन्फिडेन्स भनेको चाहिँ सधैँ गरिसकेपछि कन्सिस्टेन्सीले हुन्छ भन्ने कुराहरू मलाई थाहा भयो। म आजबाट कसै पब्लिक जतिसुकै जे भने पनि मैले चाहिँ आफ्नो कामलाई निरन्तरता दिन्छु। मैले स्टार्ट गरेँ, ल साथ र सपोर्ट दिनु होला। हुन्छ, सपोर्ट गर्नु होला गाइस। म यस्तै भिडियोहरू सिनेमेटिक भिडियोहरू देखाउँदैछु ल।